दुनियाँ कहाँदेखि कहाँ पुगिसक्यो हर्क साम्पाङ श्रम संस्कृति पार्टी अझै 1000 वर्ष पछाडि छ। दुनियाँले टेक्नोलोजी इन्जिनियरिङबाट ठुला ठुला समुद्रहरूमा ब्रिज बनाउन थाले, पुल बनाउन थाले। हर्क साम्पाङले बाँसका ती फड्केहरू राखेका छन्, तिनलाई पनि पुल भनिरहेका छन्। यहाँ यतिवटा पुल बनाइयो, यतिवटा पुल बनाइयो, यतिवटा पुल बनाउँदै छौं, सहयोग गर्नुस्। क्यूआर कोड, अझ अहिले पछिल्लो समयमा फोन नम्बर, क्यूआर कोडको धेरै विरोध हुन थालेपछि डाइरेक्ट कल गरेर एकाउन्ट नम्बर दिने। ठाउँ ठाउँमा बाँसका पुलहरू त उहाँको भाषामा बाँसका पुलहरू त बनेका छन्, तर ती बाँसका पुल भने कति मानिसहरूको ज्यान लिने हो नि थाहा छैन। तिनी बाढीको बेलामा त कति सुरक्षित होलान् नहोलान्, अरू बेला पनि जति बेला पनि भत्किन सक्छ। विभिन्न ठाउँमा बनाएका ती बाँसका पुल त भत्किसकेका छन्। पछिल्लो समयमा श्रम संस्कृति पार्टीमा जोडिनु भएका सुदन किराँती पनि एउटा बाँसको पुलको उद्घाटन गर्न जानुभयो। मैले यो बाँसका ती फड्केहरू बनाएकोमा विरोध गर्न खोजेको होइन, तर बरु पुल बनाउनै पर्ने ठाउँमा सरकारसँग पहल गरेर पक्की पुल बनाउनु। त्यस्ता कच्ची बाँसका भाटा राखेर पुल बनाउँदा ती जति बेला पनि मानिसहरू आवत जावत गर्दा भत्किन सक्छ, दुर्घटना हुन सक्छ, मान्छेको ज्यान जान सक्छ। एक छिनमा हुने काम, कुनै ठाउँबाट माटो हटाउनु पर्यो भने एक्सकाभेटरले 10 मिनेटमा 1 घण्टामा हुने काम हर्क साम्पाङजीले सबैलाई टी सर्ट लगाएर फेरि त्यो चन्दा उठाएर यहाँ यस्तो बाटो बनाउनु पर्यो, यो माटो छोड्नु पर्यो, सहयोग गर्नुहोस्, अनि त्यो 3 दिनसम्म माटो बेलचाले कोदालोले। यो कस्तो श्रम पार्टी हो? यो श्रम होइन, शोषण पार्टी। श्रमको नाममा शोषण पार्टी भन्दा फरक नपर्ला। श्रम गर्नेहरूले आफ्नो स्वस्फूर्त गर्नुहुन्छ, तर श्रमको पनि एउटा मापन हुन्छ। श्रम पनि देशको लागि श्रम गर्दा कुनै त्यस्तो बेला बखत पर्न सक्छ, कुनै विपत्ति आइरहेको हुनुपर्छ, होइन भने मानिसले काम गरेको पारिश्रमिक पाउनुपर्छ। यदि पारिश्रमिक पाएर काम गरिरहेका छन् भने श्रमदानबाट बन्यो भन्न किन पर्यो? धेरै मानिसहरूले सहयोग गरिरहनु भएको छ। क्यूआर कोडबाट होस्, अझ पछिल्लो समयमा क्यूआर कोडको धेरै आलोचना भएपछि डाइरेक्ट नम्बर दिन थाल्नु भएको छ हर्क साम्पाङजीले। धेरैले इमोसनमा परेर आफ्नो जातीय पार्टी भएको कारण राई लिम्बूहरू विदेशमा रहेका प्रवासमा भएका धेरैले सहयोग गरिरहनु भएको छ, तर त्यसको लेखाजोखा छैन। कति पैसा कसले पठायो, कसरी पठायो, त्यो पैसा कसरी खर्च भयो, कति खर्च भयो, केमा खर्च भयो, कुनै एडिट छैन। हामीले विरोध गर्न खोजेको होइन, यो भन्दा विरोध गरे बालेन शाहका, रवि लामी छानेका समर्थकहरूले, घन्टेहरूले विरोध गरे भन्छन् होला, तर एउटा टुङ्गो त हुनु पर्यो। अहिलेको यो दुनियाँ सौदो त हुनु पर्यो। श्रम गर्ने बेला हुन्छ, भूकम्प जाला, बाढी पहिरो जाला, विपद पर्ला, जो सरकारले राज्यले पनि गर्न नसक्ने अवस्था आउला, त्यस्तो बेलामा सबै जाग्न जरुरी छ। त्यस्तो बेलामा सबैले हात्तीमालो गरेर उद्धारका कामहरू गर्न जरुरी छ, होइन भने हरेक व्यक्तिले काम गरेको पारिश्रमिक पाउनुपर्छ। पारिश्रमिक पाएर गरेकोलाई त्यो श्रमदान भनिँदैन। आजलाई यति हुँ। तपाईँको मित्र बाबु पोखरेल, राई लिम्बू साथीहरू गाली गर्न आउनुहुन्छ, खुसी लाग्छ।